सेउ बुसे ल यलम्बर दिवस 5086 को उपलक्ष्यमा आज लोखिममा सोलुखुम्बु जिल्ला तुलुङ कृषि गाउँपालिका वडा नम्बर 9 लोखिममा हाम्रा किराँती पुर्खाहरू जाउ, ख्लेउ र खक्चिलिप, जाउमा, ख्लेउमा, खक्चिलिपा र अन्य भाषीहरूले तायामा, खियामा र राइझकुले पनि भन्ने नामबाट चिन्दछौँ। यो चाहिँ सबै प्रतिष्ठान पर ठुलो रुख भएको एरियासम्म प्रतिष्ठानको क्षेत्र पर्दछ र यहाँनिर हाम्रा किराँती पुर्खाहरूको प्रतिमा प्रतिष्ठापन गरेका छौँ। आज हाम्रो गाउँपालिका अध्यक्ष असीम राईज्यूको प्रमुख अतिथित्वमा हाम्रा प्रमुख देवा किराँती पुजारी सबकुमार राई र प्रमुख अतिथि ज्यूको संयुक्त उपस्थितिमा हाम्रा किराँती पुर्खाहरूको प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न गर्दैछौँ। यहाँनिर हाम्रो 25 रोपनी जग्गा हामीले किनिसकेका छौँ र ल कोही नै अब लाइफ डुबुङ ले हाम्रो श्री जनता माध्यमिक विद्यालय र विद्यार्थी विङ्सका अनि येमी बिको विद्यार्थी समितिका अध्यक्ष येमी राई अरे सेउ बुसेरको विद्यार्थीहरू अलरेडी यहाँ आइसक्नु भएको छ र सुरुमा हामीले विद्यार्थीहरूको कार्यक्रम गर्नेछौँ। त्यसपछि 2 बजीतिर हाम्रो प्रमुख अतिथि आइपुग्नु भएपछि यो प्राण प्रतिष्ठाको कार्यक्रम गरेर औपचारिक कार्यक्रम सुरुवात गरेर विविध कार्यक्रमका साथ आजको हाम्रो कार्यक्रम सम्पन्न हुनेछ। हामीले यहाँनिर 25 रोपनी जग्गा खरिद गरिसकेका छौँ र अर्को 50 रोपनी टोटल 50 रोपनी जग्गा खरिद गर्ने हाम्रो लक्ष्य अनुसार अर्को 25 रोपनी जग्गा खरिद गर्नको लागि हामीले मनकारी जन्मदाताहरूबाट आर्थिक सहयोग पनि अभियान सञ्चालन गरेका छौँ। माथि सबैभन्दा अग्लो उत्तिसको बोर्डको छेउमा ठुलो यलम्बरको प्रतिमा अथवा चिन्डो रहनेछ। त्यसपछि यतापट्टि आएर चाहिँ हाम्रो किराँत संस्कृति अनुसारको वन झाँक्री भन्छौँ हामीले बायाको चाहिँ त्यहाँनिर मन्दिर रहनेछ। त्यसपछि ओह्रालो झरेर यहाँनिर चाहिँ हामीले सङ्ग्रहालय कोसेली घर बनाउने र यहाँबाट यसरी गइसकेपछि पर किराँती मिथक र मुन्डुममा आधारित सांस्कृतिक पोखरीहरू बन्नेछ र किराँती मुन्डुममा आधारित विभिन्न किसिमका बोट बिरुवाहरू रोपिनेछ र यो तोसीकम स्थल हो। यो तोसीकम स्थलमा चाहिँ हामीले किराँत मुन्डुममा आधारित वनस्पतिहरू रोप्ने र यो भित्र प्रवेश गरिसकेपछि साँच्चीकै किराँतीहरूको उत्पत्ति र सभ्यता र इतिहास पनि झल्कियोस् र हाम्रो भाषा संस्कार संस्कृतिको संरक्षणको एउटा थलो बनोस् र उदाहरणको लागि बुद्धिस्टहरूको लागि बुद्धको पशुपतिनाथ, क्रिस्चियन समुदायको जेरुसलम र मुस्लिम समुदायको मक्का मदिना जस्तो किराँत थुनुङ राई समुदायको लागि पनि यो त्यही किसिमको भाव झल्किने त्यही किसिमको स्पिरिट र भाइब्स आउने किसिमको पार्क निर्माण गर्ने हाम्रो लक्ष्य रहेको जानकारी गराउँदै पुनः यलम्बर दिवस 586 को उपलक्ष्यमा हामी सबैमा सुख शान्ति र समृद्धि को शुभकामना व्यक्त गर्दै बिदा हुन्छु। अलसे लोखिम सोलुखुम्बु।